हाइकिङ जाँदैछौँ बेग्र सबै प्याक चेक गऱ्यौँ तर मैले कस्तो यहाँ अन्डा उसिनेर त्यहीँ छोडेर आएँ कि सिङ्कमै अन्डा छोडेर आएँ कफी अलिकति गरौँ कि के गरौँ के हो यो लोडेड लोडेड भरे कस्तो हुन्छ पुष्पा पनि नै छैन अब यही इनर्जीमा हिँड्नु पर्यो पुष्पा पनि सेलाउनु भएन यही दामी गाईहरू आउँदैछन् हामी कहाँबाट हिँडेको खै यहाँ पार्किङबाट त्यहाँबाट यहाँ आइपुग्यौँ किलोमिटर आयो होइन 1.5 किलोमिटर लेट्स गो कस्तो छ सेन्ट भनेर सुने गाइज के छ अहिलेसम्मको हालखबर ठिक छ एकदम ठिक छ किलोमिटर देखाएन मुस्ताङ ट्रेन हो हाम्रो दामी छ है दिदी रमाइलो लागिरहेको छ नि त थकाली भएको छैन है अर्डर गरिसकेको छ के भन्छ नि कपिल अनि आज छुट्टी कस्तो भइरहेछ त अप्डे है दामी कपिल जस ट्रेकिङ नै गरेछ झोला झोला देखाइदिनु त दामी छ कपिल भाइको झोला त पुरै झन् पुरै उहाँको फेरि 180बाट प्रेसर आज के मात्रै हिँड्नुभएको सर्ट नर्मलमा आएछ हौ यो कस्तो राम्रो हो यार हाइकिङ गरे यो पोइन्ट 10 होला क्या गाइजहरू थाकेर बसेको अवस्था के छ हौ गाईहरू कच्चा के गर्यो टुकु टुकु हान्नु हुँदैछ त फलाम कुटेको के छ हौ विक्रम राई ठिक छ ठिक छ एकदम राम्रो छ कस्तो लागिरहेछ त एकदम रमाइलो लाग्यो यति बेला घरमा भएको भए भर्खर उठ्दै गरेको हुन्थ्यो कति बजे उठेको पनि हुन्थ्यो ओ मैले मान्छे देखेँ ओ वाउ अरे गाइज मैले नेपाली मान्छेहरू भेटेँ नेपाली हो कस्तो खुसी लाग्यो उहाँलाई चाहिँ के भयो त्यो त न्यू ब्रन्सविक न्यू ब्रन्सविक हो दामी देखिँदो रहेछ है गोराहरूमाथि हाम्रो सोलुखुम्बु त गाडी थिएन नि त पहिला कति दिन लाएर हिँडेर जान्थ्यो अब नेपालमा भ्याट तिर्नु पर्दैन केहीको कर केही त तिर्नु पर्दैन होइन सबैको पैसा दिएपछि भइगयो साला छक्कै पारो नि त यार के भयो 5 जना गोरिनीहरू आएको थियो यार 5 वटा गोरिनी आएर अलमोस्ट भनेको रहेछ साला म त नमस्ते भनेको सुने झनै फर्काउनु भएन अबै अहिले त हेर न फोटै सबै कस्तो टलक्क टल्किने आएको क्या अनि आमामा झिलिमिली गाइस हामी यहाँ आइपुग्यो हामी कहाँबाट भने यहाँबाट हिँड्दै 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 यहाँबाट हिँड्दै 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 यहाँ आइपुग्यौँ ल लास्ट ठाउँ पुग्यो त हामी त यो के चरा हो यस्तो नेपालमा भोडी फोरा भन्थ्यौँ यिनीहरूले फुड बनाएर बस्दो रहेछ कि सबै हेर्नु न यहाँ यिनीहरूको कस्तो दामी छ यिनीहरूले किनेको होला यो अहिले यो लास्ट टुप्पामा छौँ हामी यार
ड्रोन भइदिएको भए यस्तो दामी फोटो गरिन्छ राम भाइ त्यहाँसम्म मान्छेहरू त्यहाँसम्म त्यो टुप्पीसम्म जान्छ भाइ घन्टा लाएर हो नि पुग्यो हामीसँग के हुन्छ वाइ वाइ यस्तो ठाउँमा आएर वाइ खानु कति मजा आउँछ हामी आइपुग्यो नाना के छ हालखबर नानाले रक्सी 3 पानी खानु हुँदैछ त्यहाँ नेपालबाटै ल्याएको फेरि भाइ के छ हालखबर ठिक छ मकै खाँदै हुन्छ पुष्पलाई त हाम्रो मन नभएको गाइस हामी चाहिँ फर्किँदैछौँ पुष्पा पर बाटोमा सक्छु यो सम्झनाकै लागि हुने पो पुष्पा यो त Finally, guys, we are done with our hiking. So back to